साथीहरू नमस्ते सबैजनालाई। धेरैजना साथीहरूले मलाई चाहिँ यो कन्टेन्ट मोनिटाइजेसनको प्रोसेस कसरी सुरु गर्ने, कसरी हामीहरूले पनि गर्न सक्छौँ भनेर धेरैजना साथीहरूले सोध्नुभएको छ। म्यासेजमा धेरैजना साथीहरूले सोध्नुभएको भएर चाहिँ सबैजनालाई म्यासेजमा के अरे सिकाउन गाह्रो भएको भएर चाहिँ मैले तपाईँहरूलाई यो भिडियो बनाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। यो फेसबुकको मोनिटाइजको प्रोसेस सुरु गर्नलाई सबैभन्दा पहिले तपाईँहरूको फेसबुकको जुन प्रोफाइल हुन्छ, प्रोफाइललाई चाहिँ ड्यासबोर्ड प्रोफेसनल ड्यासबोर्डमा चेन्ज गर्नुपर्ने हुन्छ। प्रोफेसनल ड्यासबोर्डमा चेन्ज गर्नु भएन भने तपाईँहरूको आइडी मोनिटाइज हुँदैन। र आइडी मोनिटाइज ड्यासबोर्डमा चेन्ज गरिसकेपछि पनि तपाईँहरूले गर्नुपर्ने टास्कहरू, तपाईँहरूको कुनै भिडियोहरूमा तपाईँहरूकोमा कपिराइट लागेको छ कि तपाईँहरूले कसैको भिडियो लिएर चाहिँ टिकटकको भिडियोहरू या अरू कुनै प्लेटफर्मबाट ल्याएर फेसबुकमा राख्नुभएको छ र त्यो भिडियोले चाहिँ तपाईँहरूको आइडीलाई चाहिँ रेस्ट्रिक्टेड हानेको छ या कुनै कपिराइट लगाएर तपाईँहरूको आइडीलाई चाहिँ समस्या भएको छ भने तपाईँहरूले सबै कुराहरू मैले यो भिडियोमा सिकाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। म स्क्रिन सेयर गर्न गइरहेको छु। सर्वप्रथम फेसबुकलाई खोल्नु होला। फेसबुक खोलिसकेपछि तपाईँहरूको यो लेफ्ट साइडको जुन कोलम छ त्यो कोलमलाई थिच्नु होला, जुन मैले तपाईँहरूलाई एरो पनि दिइरहेको छु। यहाँ तल आएर चाहिँ तपाईँहरूको चाहिँ सेटिङ एन्ड प्राइभेसी छ। सेटिङ एन्ड प्राइभेसीलाई चाहिँ क्लिक गर्नु होला। र अनि फेरि पनि सेटिङ एन्ड प्राइभेसीको मुनि सेटिङ भनेको छ, त्यो सेटिङमा चाहिँ क्लिक गर्नु होला। र तपाईँहरूले चाहिँ यहाँ आइसकेपछि अलिक तल स्लाइड गर्नु होला। जुन यो प्रोफाइल डिटेलको मुनि प्रोफेसनल ड्यासबोर्ड छ यसलाई क्लिक गर्नु होला। मेरो चाहिँ पहिले नै प्रोफेसनल ड्यासबोर्ड अन भइसकेको भएर चाहिँ मेरो चाहिँ गर्नु परेन। र तपाईँहरूको चाहिँ यहाँ ड्यासबोर्ड अन भनेर दिएको हुन्छ, तपाईँहरूले ड्यासबोर्ड अन गर्नुभयो भने तपाईँहरूको ड्यासबोर्ड खुल्छ। र ड्यासबोर्ड खोलिसकेपछि तपाईँहरूले चाहिँ ब्याक आएर चाहिँ तपाईँहरूको जुन प्रोफाइल हुन्छ प्रोफाइललाई क्लिक गर्नु होला। तपाईँहरूको यस्तो ड्यासबोर्ड भएर खुल्छ। यस्तो ड्यासबोर्ड भएर खुलिसकेपछि मेन भनेको तपाईँहरूको चाहिँ कुनै समस्या छ कि छैन तपाईँहरूको आइडीमा भनेर हेर्नलाई चाहिँ तपाईँहरूको यो रिल्स, फेरि पनि म तपाईँलाई देखाउन गइरहेको छु। यो रिल्स छ, यो रिल्सलाई क्लिक गर्नु होला। यो रिल्सलाई क्लिक गरिसकेपछि तपाईँहरूको चाहिँ यहाँ निड रिभ्यू छ, निड रिभ्यूमा चाहिँ क्लिक गर्नु होला। तपाईँहरूको यहाँ कुनै पनि त्यस्तो कपिराइट कुनै पनि त्यस्तो लागेको छैन। र तपाईँहरूले फेरि पनि ब्याक गरेर चाहिँ तपाईँहरूले फेरि पनि सेटिङमा होइन तपाईँहरू चाहिँ सपोर्टमा जानु होला। सपोर्टमा गइसकेपछि तपाईँहरूको अदर कम्युनिकेसन भन्ने छ, त्यहाँ जानु होला। यहाँ आइसकेपछि तपाईँहरूको चाहिँ योर भिडियो ह्याज नो कपिराइट अपडेट भनेर भनेको छ। मेरो चाहिँ यहाँ पहिले एउटा टिकटकबाट आफ्नै भिडियो लिएर आएको थिएँ। आफ्नै भिडियो पनि टिकटकको त्यो म्युजिकले गर्दा चाहिँ कपिराइट लागेको थियो। मैले त्यसलाई चाहिँ सी डिटेलमा चाहिँ क्लिक गरिसकेपछि उसले एक्सेप्ट गरिसक्यो। मैले चाहिँ यो भिडियोलाई चाहिँ डिलिट गरिसक्यो फेसबुकले। र यहाँ आइसकेपछि तपाईँहरूको रिभ्यू योर प्रोफाइल स्ट्याटस भन्ने छ, यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि तपाईँको ग्रिन टिक लागेको हुनुपर्छ तपाईँहरूको आइडीमा। ग्रिन टिक लागेको छैन भने तपाईँको रेस्ट्रिक्टेड पनि लागेको छ भने चाहिँ तपाईँहरूले चाहिँ त्यो भिडियोलाई डिलिट गर्नु होला, जुन मैले तपाईँहरूलाई अघि देखाएँ। यहाँबाट चाहिँ तपाईँहरू चाहिँ ब्याक आउनु होला। ब्याक आइसकेपछि तपाईँहरू फेरि यो तपाईँहरू चाहिँ तपाईँहरूको आइडीमै आउनु होला। तपाईँहरूको आइडीमा आइसकेपछि ड्यासबोर्डलाई थिच्नु होला। तपाईँहरूलाई चाहिँ अब ड्यासबोर्ड खोलिसक्यो। ड्यासबोर्ड खोलिसकेपछि तपाईँहरूलाई जुन विकली च्यालेन्जहरू टास्कहरू दिएको हुन्छ, तपाईँहरूले त्यो टास्कहरूलाई हेरेर तपाईँहरूले त्यो पुरा गर्नुपर्ने हुन्छ। र तपाईँहरूको यहाँ टास्कहरू तपाईँहरूले यो तपाईँहरूको मोनिटाइजेसन र प्रोफाइल रिकमेन्डेसन छ, यो तपाईँहरूको ग्रिन बलेको हुनुपर्छ तपाईँहरूको आइडी हेल्दी हुनलाई, आइडी मोनिटाइज हुनुको लागि। यहाँ आइसकेपछि चाहिँ तपाईँहरूको चाहिँ यहाँ यतिवटा पोस्टहरू गऱ्यो, यतिवटा रिल्सहरू राख, यतिवटा फलोवर्सहरू बढा, कमेन्ट यतिवटाको रिप्लाई दिए, अनि
इङ्गेजमेन्टहरू इन्ट्र्याक्सनहरू यसरी चाहिँ 380 वटा के अरे पुरा गर भनेर चाहिँ तपाईँहरूलाई टास्क दिएको हुन्छ र यसलाई चाहिँ तपाईँहरूले हप्ताभरिमा 1 हप्ताभरिमा पुरा गर्नुपर्ने हुन्छ। मेरो अझै पनि भइसकेको छैन, अलिकति बाँकी छ। र तल चाहिँ स्टार एडभान्स च्यालेन्ज भन्ने छ, तपाईँहरू यहाँ यसलाई क्लिक गरेर चाहिँ तपाईँहरू स्टार भन्ने धेरै साथीले स्टार भनेको के हो भनेर चाहिँ मलाई बारम्बार सोधिराख्नुहुन्छ। यो स्टार भनेको चाहिँ तपाईँहरूलाई हप्तामा चाहिँ यतिवटा स्टार भनेर तपाईँको पैसा नै हो, किनेर आउने कुरा हो। तपाईँहरूलाई चाहिँ हप्तामा चाहिँ 100 वटा स्टार चाहिँ तैँले आफ्नो पोस्टबाट, तैँले आफ्नो कामबाट चाहिँ कमा भनेर चाहिँ उसले फेसबुकले हामीहरूलाई काम दिएको हुन्छ। र यसलाई चाहिँ तपाईँहरूले साथीहरूलाई पनि साथीहरूकोमा गएर पनि स्टारहरू दिने र साथीहरूबाट लिने, यसरी पनि पुरा गर्न सक्नुहुन्छ। यति नै हो यसको लागि चाहिँ तपाईँहरूको सुरुको चाहिँ पहिलो प्रक्रिया चाहिँ यसरी गर्नुभयो भने तपाईँहरूको पुरा हुनेछ। र 10K फ्लोर्स त्यस पछाडि चाहिँ तपाईँले 5000 साथी हो, 5000 साथी पछाडि तपाईँहरूले फ्लोर्स बढाउन सक्नुहुन्छ 10K भन्दा माथि। र तपाईँहरूले आफ्नो ओरिजिनल भिडियो राख्दै गर्नुहोला, अनि आइडी मोनिटाइज हुने तपाईँहरूलाई सेटअपहरू आउने गर्छ है त।